राजा त्यस्तो भ्रष्ट राजा होइन। कसैलाई मन छ, रहर छ, आँट छ भने 46 साल पछिका मात्र होइन अगाडिकाहरूको पनि सम्पत्ति छानबिन गरे हुन्छ, राजाको गरे हुन्छ, पञ्चको गरे हुन्छ। हामीले कल्पना गरेको त्यस्तो राजा होइन जुन हजार राजा भनेर जसलाई संकेत गरिएको छ तिनीहरूले जसरी गणतन्त्रको नाममा लुटतन्त्र मचाइराखेका छन् त्यस्तो मचाउनको लागि हामीले राजा चाहिन्छ भनेर भनेको होइन। सार्वजनिक रूपमा सभाहरूमा उभिएर भनेको छ र संसदमा अरू पार्टीहरूलाई ललकारेर भनेको छ यति लामो राजनीतिक जीवन यात्रामा 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छुइनँ र भविष्यमा पनि 1 रुपैयाँ पनि भ्रष्टाचार गर्ने छुइनँ भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु भनेर ललकारेर हिँडेको छ। दसैँ तिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्ने गरी हामीले अब काम थाल्नुपर्छ। एकचोटि कांग्रेस कम्युनिस्टहरूले तपाईको घाँटीमा बाँधेको दाम्लो चुडाएर देश र धर्मको पक्षमा उभिने बेला भएको छ।